सो गाइस अहिले भन्नुपर्दा चाहिँ म ठुलोमी मेरो फुपू दिदी हैन टक्क तीनजना चाहिँ अनि मेरो बाबाको हजुरबाउको बाउले चाहिँ यही गोठालो गर्दाखेरि चाहिँ भेटाउनु भएको रहेछ एउटा मन्दिर हैन। सो गाइस अहिले देखाउने छु तपाईहरुलाई म हैन। अहिले चाहिँ म एकदम भन्नुपर्दा एक्लै छु अनि अगाडि नि एक्लै छु हैन। अब पछाडी ठुलोमी र दिदी चाहिँ उहाँ परब आउनुहुन्छ हैन। म चाहिँ एक्लै ट्याक्क हिँड्दैछु। सो गाइस लेट्स गो तपाईहरुलाई देखाउने छु र बाटो चाहिँ एकदम गाइस हैन। अब गाउँघरको बाटो त्यस्तै हो हैन। चिप्लिन्छ लडिन्छ अलिअलि चोटपटक लाग्छ सामान्य हो हैन। यो चाहिँ ठ्याक्क यो खोला चाहिँ तल ठ्याक्क पुग्दाखेरि त्यहाँ माथि एउटा झरना जस्तो छ क्या गाइस। झरना जस्तो छ अनि त्यो झरनामा चाहिँ ठ्याक्क माथिबाट पानी झर्छ अनि सलल बगेको हुन्छ। तर रिमरिम भइसक्यो खासै त्यस्तो अब हुँदैन होला। देखिदिनु होला खोल्साको त्यो जुन झरना छ। मेरो साथीहरू हुँदाखेरि चाहिँ सट्ट हामी राति त्यत्तिकै डुली हिँड्छौँ क्या। दामी छ गाइस भ्यू चाहिँ कसम बवाल छ गाइस। ऊ त्यहाँ हुन्छ ऊ यहाँ हुनुहुन्छ मेरो ठुलोमीहरू चाहिँ यहाँनिर देख्नुहुन्छ है तपाईहरुले। हल्का हात काम गाइस छैन यी सेतो लुगा लाउने देख्नु भयो होला नि अब त हैन ठ्याक्कै ल। यो भ्यू चाहिँ कसम बवाल लाग्छ गाइस हैन। के गर्नु त यस्तै हो माया कसम। पहिले है हाम्रो हजुरबाउहरू यहाँभन्दा धेरै माथि यहाँबाट लगभग 45 मिनट जति हिँड्दाखेरि चाहिँ ठ्याक्क त हाम्रो घर पुगिन्छ। वहाँदेखिको गोठालो गर्नुको लागि चाहिँ यहाँ आइपुग्नु हुन्छ क्या। यो सबै है मान्छे उक्को जाँदैछ। हल्का रमाइलो गाइस त्यस्तो नेगेटिभ चाहिँ नसोच्नु होला हैन। तर हल्का रमाइलो गरेको ल। को केटीहरू आएको छ हैन। आएको छ अरे हैन। अनि जे होस् मेरो साथीको भाइको चाहिँ गर्लफ्रेन्ड यहाँ मास्तिर भएको क्या। सायद यो पाटातिर होला हैन गाइस। बाटो चाहिँ एकदम चिप्लो छ म झनै लडेँ अहिले ठिक छ। यसको बाटो चाहिँ हेर्न सक्नुहुन्छ है गाइसहरू कस्तो बाटो हिँड्छ। अब साइकल छैन नभए त साइकलमा हिँड्नु हुन्थ्यो। अब क्रस फायरहरू आएको भए त कसम यही बाटोले कुदाइदिन्थ्यो होला क्या। यहाँ कसम ल पार्ट 2 मा देखाउने छु है। लेट्स गो।